नमस्कार शिवाहरू आदरणीय दर्शकबिन तथा श्रोताहरू आज तपाईँको माझमा साँच्चै फरक विषयवस्तु ल्याउने क्रममा आज साँच्चै फरक विषयवस्तु लिएर बसिसकेको छु। यो तन्त्र फरक तन्त्रहरू छन् र जस्तोसुकै यो हाम्रो नेपालमा तन्त्र आए पनि व्यक्ति अगाडि जाने र अगाडि बढ्ने, समाजले तल होच्याउने, गाउँलाई देशलाई टुक्राउने, बर्बाद गर्ने र आफू बन्ने तन्त्र मात्र आएको छ। त्यसैले गर्दाखेरि र जनता नै होसियार हुनुपर्ने समय आएको छ। जबसम्म जनताहरू हामी यो गलत, यो सही छ, यो गलत छ भनेर जबसम्म हाम्रोमा चेतना आउँदैन तबसम्म कुनै पनि तन्त्र आए पनि र मन्त्र आए पनि हुनेवाला केही छैन। मात्र व्यक्ति बन्छन्। व्यक्ति बन्ने र व्यक्तिलाई ठुलो ठाउँमा र देशका जनताहरूलाई बर्बाद गर्ने तन्त्र बाहेक अरू केही पनि हुनेवाला छैन। त्यसैले आदरणीय दर्शकबिन तथा श्रोताहरू, हामीले बुझ्ने, सोच्ने र सोच्ने बेला आएको छ। तर कुनै फलफुल जस्तो चाखेर खान सकिँदैन। त्यसैले गर्दाखेरि कुन व्यक्ति कस्तो छ, कुन व्यक्तिको भावना समाज परिवर्तन गर्ने, देश बनाउने, देशको टेवाको लागि, जनताको सेवाको लागि आएको छ भन्ने कुरो बुझिँदैन। किनकि उसको बुद्धि चाख्न मिल्दैन, मान्छेलाई चाख्न मिल्दैन। तर जबसम्म हामीले यो ठिक छ, यो गलत हो, यो सही छ भनेर छुटाउन सक्दैनौँ। मेरो मान्छे हो, जस्तो भए पनि मेरो हो भन्ने सोचले अगाडि बढ्यो भनेदेखि पक्कै पनि कदापि पनि बन्नेवाला छैन। हाम्रो समाज, गाउँठाउँ अनि देशै बन्दैन। मेरो हो भनेपछि उसलाई गल्ती गरे पनि सजायको भागिनेमा पर्दैन, सजाय गरिँदैन, सजायमा उसलाई ल्याइँदैन, किनकि मेरो भयो नि त। जबसम्म हाम्रो हो, हाम्रो देश, गाउँ अथवा मेरो गाउँ ठाउँ हो, म बनाउनुपर्छ भन्ने खालको सोचको नेतृत्ववानको विकास उमा चेतना छैन, तबसम्म गाउँठाउँ बन्दैन। म आफै कसरी बन्ने भन्ने तन्त्र मात्रै लिने खालको व्यक्तिहरूको पछि लाग्यो भने विकास वञ्चित भइन्छ। विकासबाट मात्र बन्नेवाला छ व्यक्ति बन्छ। यो अहिलेको समयमा यो गणतन्त्रको समय आएको छ। व्यक्ति बन्ने र जो व्यक्तिले खानपिन गर्छ उसको पछि लाग्ने चलन। तर इमान्दार व्यक्तिले ऊ सत्यतामा हिँड्छ, ऊ गाउँ समाज परिवर्तन गर्नको निम्ति ऊ अगाडि बढ्छ भने उसले 1 रुपियाँ खर्च गर्दैन र उसको पछि कोही पनि लाग्दैन। किनभनेदेखि खान पाइँदैन। तर खानु भनेको क्षणको लागि मात्र हो। उसले सदाभर तपाईँको सास भइन्जेलसम्म पक्कै पनि खान दिँदैन। त्यो कहिले पनि हामीले र कदापि पनि हामीले र तिमीहरूले अथवा तपाईँहरूले बुझ्नु भएकै छैन। तर जसले खान दिँदैन ऊ इमान्दारी छ, उसको पछि लाग्नु भनेदेखि तपाईँको गाउँ बन्छ, तपाईँको सहर, तपाईँको देशै बन्छ। बुझ्नुभयो? तर हामी जसले दिन्छ छानेको लागि त्यसको पछि ताती लागेर हामी हिँड्ने र पछि लाग्ने, अनि उसैले तपाईँको अगाडि हिँड्ने व्यक्तिले गल्ती गर्यो भने पनि उसको गल्तीलाई लुकाउने प्रवृत्ति छ। उसको गल्ती लुकाइदिनुहुन्छ। अनि कसरी बन्छ देश, अनि कसरी बन्छ हाम्रो परिवेश परिवर्तन हुन्छ। बुझ्नुभयो? त्यसैले हरेक देश, हरेक प्रणालीलाई चाहिँ परिवर्तन गर्नको लागि जनता एकजुट हुनुपर्छ। आस्था फरक होला तर समाज विकास, समाजले रूपान्तर गर्नको लागि, समाज परिवर्तन गर्नको लागि एकजुट हुनुपर्छ भन्दै छोटो भिडियोबाट बिदा माग्छु।
तपाईँहरूको मन नदुखोस्, तर औषधि कहिले पनि मिठो हुँदैन भन्दै बिचमा चाहिँ नमस्कार, शिवारू, जय नेपाल।